सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा है। अन्त मेरो चाहिँ यो फर्स्ट न्यू भ्लग हो। मैले चाहिँ आजदेखि चाहिँ युट्युबमा सुरु भ्लग हाल्छु भनेर चाहिँ युट्युब च्यानल खोलिसकेको छौँ हो। आज चाहिँ हाम्रो यहाँ नानी चाहिँ के खाँदैछ हौ? आमामा आलु फेरि मचिसको सिँगार रहेछ। आमा बेडी पुष्पा स्टाइलमा टोकिदिन्छ हो। अन्त यहाँ चाहिँ मेरो मिसेस। अन्त यता देख्नुहुन्छ तपाईँले चाहिँ प्योर अर्ग्यानिक चुलामा चाहिँ यसरी सब्जी पकाउँछ हो। कराई सब्जी कराई हेर्नुहोस् कस्तो सेतो छ होइन। अन्त यहाँ मेरो मिसेस यहाँनिर चाहिँ बहिनी तपाईँहरूले कतिजनाले चाहिँ नानी उठ्नु त हाम्रो नानी हेर्नु हुने भन्नुहुन्छ बहिनी खोइ भन्नुहुँदै थियो होइन। उसलाई चाहिँ पुरा मार्गी लागेको छ हो। अन्त मार्गी प्लस हिजो अस्ति चाहिँ हामीले एक हप्ता चाहिँ कन्टिन्यू हस्पिटल कुदायौँ। अन्त आमा चाहिँ झन् बेहोस भइरहेको छ ओछ्यानमा बेहोस भइरहेको छ। अन्त यहाँनिर चाहिँ हेर्नुहोस् न आमा बिमारी छ तर पनि हेर्नुहोस् न खेलेको चाहिँ यति मजाले खेलिबस्छ। आमासँग केही खोज्दैन। यहाँ चाहिँ हेर्नुहोस् न के भएको नानु अम्पो हेर्नुहोस् त आलु प्लस यहाँनिर फर्सीको मुन्टा र आलु है क्या दामी रहेछ। तपाईँहरूले देख्नु भएको यसो आलु र फर्सीको मुन्टा चाहिँ मिक्स गरेर पकाउँदा चाहिँ यति दामी हुन्छ कि अझै तपाईँले सुप खानुभयो भने चाहिँ यति दामी हुन्छ। अर्ग्यानिक क्या बस्तीको हामी चाहिँ त्यो बस्तीकै खान्छौँ हो। बस्तीको होइन अर्ग्यानिक अब यस्तो यो के भन्छ यसो फर्सीको प्लस यसरी के भन्छ फर्सीको मुन्टा र आलुको झोल चाहिँ कस्तो दामी हुन्छ होइन। सुप भनौँ न यहाँनिर एकदमै व्यस्त छ यहाँ हाम्रो नानी चाहिँ। तपाईँहरूले हेर्नु सक्नुहुन्छ हेर्नुहोस् है। वाउ के खेल्दैछ हौ? बदमास त बदमास लाग्छ नि उठेर पुरा कुद्छ हो। यहाँ हेर्नुहोस् न छोड्दैन बारीमा पनि छोड्दैन हो। आमा चाहिँ बिमार भएर ढल्किरहेको छ होइन। यहाँ चाहिँ भाउजूले बारीमा अन्त लिएर आएको बारीमा पनि छोड्दैन। यहाँ पर झार उखाल्दै थियौँ हो यहाँ खुर्सानीमा। यहाँनिर हेर्नु त यहाँनिर यी ढाँड बनाउनु लाग्यो आनन्दै बस्छ। भाउजूको बिजोग छ नि हेर्नुहोस् त।